ओ कहाँ का साइड एक्टर हट न बाई वन गेट वन फ्री ससेज सो ह्यान्डसम यहाँ तेल चेक यसरी गर्छ यसरी तेल चेक गर्नुपर्छ डिप यहाँ जल्यो हल्काले आइफोन अलिक ज्यादा हिट भएर मैले राखिरहेको छु बिहाइन्ड द सिन रिभ्यू बस्छ एक्सन म्याम हेलो म्याम आज के बनाउनु हुँदैछ हजुरले कुछ टिप्स just need to deep fry. डिप फ्राई मात्रै हो यो It's sufficient oil in the pan. Once stick it up. 180 degrees centigrade and ready to drop the marinade frozen chicken box into it. ओ कहाँ का साइड एक्टर हट न ओ साइड एक्टर हट किन अर्को गेट वन तिमीलाई चाहियो एउटै दिन्छ ओ साइड एक्टर साइड हटा Serve with tomato ketchup. लु त्यो देखो लु म्याम म्याम के बनाउनु भएको अलिकति उयो दिनुहोस् It's chicken pops. And we have also sausage, cheese. बाई वन गेट वन फ्री ससेज तर यसको बाई वन चाहिँ यही छ दुइटै यस्तो नि त नेट वेट 400 ग्राम होइन 200 ग्राम प्लस 200 ग्राम चाहिँ फ्री हो नि त अनि 200 ग्रामको दाम 250 हो अनि 200 ग्रामको अझै 250 फ्री आयो उल्लू बनाया उल्लू बनाया इट्स जस्ट अ बिजनेस र यो कसरी बनाउनुहुन्छ हजुरले जस्ट नीड अ ड्राई डिप फ्राई मात्रै कहिले हो त ल केही चाहिँदैन यसमा खोइ छुरी पनि कस्तो ए एउटा उयो धरि काट्नु जान्दैन बिहाइन्ड द सिन्स चिकन नगेट्स भन्नुभयो यो यसलाई जस्ट डिप फ्राई मात्रै गर्नुपर्छ यो निकालेर देखाउनुहोस् भने यो हाम्रो साइड सिङ्गर पनि हो साउन्ड उयो हुन्छ साउन्ड इफेक्ट उयो हुन्छ र आज हाम्रो साथ हाम्रो यहाँ छ मान्छे उसलाई सो ह्यान्डसम और सो ह्यान्डसम ब्रदर ह्यान्डसम माइजु आइ उमामाला भनेको दिस इज कल्ड व्हाट इज इट कल्ड बेबी cheese balls chicken balls चिकन बल्स चिकन पप्स यो पपकर्नको सानो भाइ हो अघि त्यो यहाँ तेल चेक यसरी गर्छ यसरी तेल चेक गर्नुपर्छ like अहिले अघि पोलिरहेको थियो पापा फ्राई गर्दा मैले फ्राई गर्दा मामा बस्नु एउटा प्लेट ल्याउ त पहिला एउटा हालेर त्यसमा पेज उयो गर ल पेपर लिएर आउँछ रेजिस्टर लिएर आउँछ हालिदिउँ Your wish, ma'am. I'm just a cameraman for you now. यो पानी पनि Oh, एउटा ट्राई गर्नु ल okay, let's try. 2 or 3 minutes भनेको थिएँ डिप फ्राई यहाँ टाइम हेरेर फ्राई गर्नु हुँदैछ म्यामले अनि उयो हुनु परेन पर्फेक्ट हुनु परेन पर्फेक्ट 2 or 3 minutes. आधी घन्टे खेती राख्नु Just ओ सेफ डर लाग्छ हुँदा हुन्छ नि फेरि डिप फ्राई भनेको छ नि त अन्त डिप फ्राई त अलिअलि कराई हुन्छ नि त होइन ओ साइड एक्टर हटा न साइड एक्टर डिप फ्राई त कराई त हुन्छ डिप फ्राई भनेको चाहिँ तेल खारिएको हुन्छ होइन उपासना होला नि हामीलाई अब 2 to 3 मिनट डिप फ्राई भनेको के हो उपासना हाँ? 1 मिनटमा नि यस्तो गर्दा नि यो 1 मिनटमा यस्तो भइसक्यो अनि 3 मिनट राख्दा त यो 3 मिनट राख्दा त कालो भएर पहिला आउँछ नि अन्त लु कसले चाख्ने त्यही पहिला चाख्ने मात्रै पेट फ्राई कसले चाख्ने लु कसले चाख्ने उपासनाको हात अगाडि बढिसक्यो उपासनाको हात अगाडि बढिसक्यो यहाँ
यता हेर न कहाँ उता हेरेको ए चुलामा चराको कस्तो चम्को देखेको कस्तो लाग्यो हजुरलाई मुखबाट के भन्नुहुन्छ मुखबाट के भन्नुहुन्छ हजुरलाई कस्तो लाग्यो यहाँ न इट्स गुड ठिकै फ्राई छ त्यो कस्तो लाग्यो बस्न हाउ इज इट मुखले बोला न मिठो भएर मुखमा सब छैन यहाँ हेर्नुहोस् यतिको चाहिँ डराउनु पर्छ तेल खालि त उयो दिउँ हेलमेट हेलमेट दिउँ डर लाग्छ न मलाई त्यो ठाउँ पनि कस्तो दुश्मनी छ यहाँ अस्ति पोलेको। एकदम पोलेको दाग छ एकदम पोलेको दाग छ यहाँ तेलले पोलेको दागहरू हेर्नु सक्नुहुन्छ अलिक हाल म्याम एकैतालमा अलिक ज्यादा हाल्नुपर्छ हाल्नुपर्ने रहेछ कि बस्ने नेक्स्ट टाइम हाल्छु ल तेल जब सानै बनाइदिएको होस् पहिला हाल्नुभन्दा अगाडि ठुलो फ्राई हो हालिसकेर सानो मजाले तातै हालिसकेर सानो बनाउनु पर्छ यसरी बनाउनु पर्ने रहेछ यो चाहिँ र आज हामीसँग जोडिएको उपासना सुब्बाले केही भन्नु चाहनु हुँदैन उपासनाको बोल्ती भन्नुहुन्छ जहिले पनि न्यू कुरा इन्भेन्ट भयो नि त बस्नेको थियो अनि उसले मजाले कोर्दैछ क्या उपासनाले मासु मात्रै हेर्दैछ उपासना नजर लाग्छ त्यो मासु बिचारा यसलाई हेर्छु ल झन्डैले यहाँ जल्यो हल्काले म्यामले जलाउनु भयो तर उसको गल्ती हुँदैन कहिले पनि मेरो गल्ती कमी नै हो त भन्देऊ न यताबाट ल्याइदिन्छु आउँछु ल त्यहाँदेखिको सानो भन्नु भएन हौ उपासना हाम्रो लजायो र हाम्रो उपासना सुब्बा आज लजाउनु भएको छ यसरी डराइ हाल्नुपर्छ मामाको अनुहार चाहिँ ज्यादा फ्राई गर्छ नि त यसरी फ्राई गर्नुपर्छ हेर्नु सक्नुहुन्छ डराइ हाल्नुपर्छ यसको प्राइस तपाईँको थियो 320 बाई वन गेट वन अर्को हो यो चिकन पप्स हो यसको प्राइस 320 हो यो उल्लुको पट्टा छ हाम्रो उपासना चाहिँ अलिकति कुन चाहिँ स्कुल पढेको हो उपासना मिस यही छ आइफोन भनेको आइफोनै हो नि त उपासना यहाँ हाम्रो आइफोन अलिक ज्यादा हिट भएर मैले राखिरहेको छु त्यो यहाँ खुट्टा छ उपासनाको हाम्रो र म अलराउन्डर वरिपरि भिडियो गर्दैछु र हाम्रो फोन चाहिँ यहाँ ज्यादा हिट भएर एकछिन फ्रिजमा हालिदिनु पर्छ त मेरो फोन कभर खोल न कभर त्यस्तो कलर हुँदैन किन हुँदैन हुन्छ त चल यही मामाको छ मामाले पेन्ट गरेको हैन भन्छ र भिडियो तपाईँको अलिअलि उयो हुनसक्छ होला राम्ररी हेरिदिनुहोस् होला भन्दै ला फेरि चलाइछु र अब म एउटा टेस्ट गर्न आँटेको मिठो चाहिँ मिठो रहेछ त्यसै सब्जीहरू बनाएको छैन भने है त्यसको फ्राई गरेर खायो है हेर नचलाउ नि त्यो हिट भएको छ हो त खायो एउटा अब मलाई रिभ्यू चाहियो नि यहाँ रिभ्यू दिएन भने चाहिँ त्यो मुखबाट निकाल्छु नि I need some review. Behind the scene review. Just speak. मुख चलाउ न अरू बेला त्यो मुख चलाएको जस्तै पेत्रै मुख चलाउँदै एकपल्ट मिठो भएर मुख चलाउँदा पेत्रै मुख चलाउँदा र हाम्रो उपासना चाहिँ अरू बेला जति बेला पनि पेत्रै बोलिबस्छ सोयाबिन मिठो हुनु मासु भयो होला यो अलिक हाल्नु फ्राई भएर यस्तो हुने रहेछ तर मजाको पिसमा मासु छ नि त 320
मम्मी किन नदिएको त बाई वन गेट वन हुन्छ नि जरा गरिदिनु न अब यति पिस हाल्छु ल भयो ल यति राखौँ ल यस्तोहरू कुरा ल्याएर नि अब पाहुनाहरूको बेलामा फ्राई गरेर के बनाएर फ्राई गरेर चक्नाहरू गर्दा हुन्छ नि अब बनाइदिँदा चक्ना चाहिँ कसरी दिनु पर्दैन चक्ना मतलब यस सर्भहरू गर्दा अब अत्ता त सब्जी बनाउनु भन्दा बरु टक्कै फ्राई गरिदियो हुन्छ नि अब फ्राई गरिदियो अन्त बरु यहीसँग खाँदै गरेर हुन्छ नि अब सब्जी मासु भइहाल्छ यति त्यो पोको पारेर र आजको हाम्रो यो चाहिँ यहीँ सक्यो आज